नमस्कार सबैजनामा म चाहिँ न्यू खगेन डट अक्सरबाट सुरेश भन्दाखेरि हाम्रो लोकेसन चाहिँ डोटी दिपायल है। धेरै मान्छेले भन्नुहुन्छ लोकेसन कहाँ हो भनेर। लोकेसन चाहिँ रहेको छ हाम्रो डोटी जिल्लाको दिपायल पिपल्ला बजारमा रहेको छ है। न्यू खगेन डट अक्सर भनेर हाम्रो वर्कसप छ, जहाँ चाहिँ हामीले सेकेन्ड ह्यान्ड बाइकहरू पनि किन्ने गर्छौँ। आज चाहिँ विशेष एउटा भिडियो के बनाउन गइरहेको छु भनेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ एउटा फुल इन्जिनको सामान, जो कि यहाँ गियर बक्स छ, यहाँ चाहिँ चेम्बरहरू छ, यहाँ चाहिँ क्रियाङ्क हेड र चाहिँ ग्लक छ हाम्रो होइन। यहाँ ग्लक पिस्टनहरू छ, सबै सामानहरू छ। यहाँ चाहिँ यस्तो गाडी चाहिँ के भएको छ, जुन चाहिँ चिज भएको थियो यहाँ चाहिँ देख्न सक्नुहुन्छ। एउटा वाल चाहिँ टुटेर यस्तो जाम भएको छ, ठुले पनि जाँदैन, के गरे पनि जाँदैन माथि। यहाँ देख्न सक्नुहुन्छ यहाँनिरबाट यस्तो टुटिएको छ वाल। हाम्रो वाल चाहिँ यसरी टुटेर यसको जो लगहरू सानो लग हुन्छ, यो लगहरू चाहिँ फुल इन्जिनमा गएर यहाँ अड्केको थियो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ जो फुल इन्जिनको यहाँ चेम्बर हुन्छ, चेम्बर पनि यहाँ टुटेको छ। यहाँ चाहिँ फोकस गरेर तपाईँ, यहाँ चाहिँ यो चेम्बर चाहिँ यहाँ टुटेको थियो। अर्को नट चाहिँ हामीले एउटा नट जो फुल इन्जिनमा जो यो रोटर प्लेटको जो नट हुन्छ, यो पनि यो फुल टाइट नगरेर चाहिँ पहिला क्लोज फिट हाल्दाखेरि यो नट चाहिँ यहाँ गएर अड्केको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो सानोवाला जो स्क्रु नट हुन्छ रोटर प्लेटको, यो पनि यसमा थियो, यो पनि यहाँ अड्केको थियो। अनि यो चाहिँ अब हाम्रो क्रिया पनि यस्तो गाडगाड भएको छ। त्यसको चाहिँ अब हाम्रो फुल इन्जिन नै रिपेयर हुनेवाला छ होइन। यसको चाहिँ फुल इन्जिन मजाले बजाजको स्टेनलेस सामानहरू फुल इन्जिन रिपेयर हुनेवाला छ। यो चाहिँ बजाजको पल्सर 220 हो। यो चाहिँ पिस्टन हेरेर पनि थाहा पाउन सक्नुहुन्छ तपाईँहरू। यहाँ चाहिँ देख्नुहुन्छ त्यो ठुलो पिस्टन छ, जो कि बजाजको पल्सर 220 हो। तपाईँहरू पनि यस्तो बाइकहरू बनाउनु चाहनुहुन्छ, विशेष इन्जिनहरू एकदम राम्रो क्वालिटीको बनाउन चाहनुहुन्छ भने हामीलाई चाहिँ सम्पर्क गर्नु होला। लोकेसन चाहिँ मैले भनिसकेँ। हाम्रो चाहिँ यहाँ पार्ट्सहरू पनि सबै छ है। हाम्रो टिभिएसको अथोराइज पनि हो। हस्, धन्यवाद। भिडियो चाहिँ लास्टसम्म हेर्दै गर्नु होला। सक्दो चाहिँ सेयर गर्नु होला।